हाई जोस बाबु ल प्ले 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 ल सुनिल छ सुनिललाई राम्रो देखेछ यार उसको क्यामेरा हो हेलो रवि सर वेलकम टु माई प्लेस वेलकम एभ्रीबडी हेलो हाम्रो इन्सपिरेसनल होइन हो जोस हो नि चिफ गेस्ट यदि तपाईँलाई कसैलाई इन्सपिरेसनल भिडियोहरू हेर्नु छ भने प्लिज चेक आउट आवर भिडियोज होइन म राखिदिन्छु च्यानल म राखिदिन्छु नाम के छ अरे बिन्दा गुरुङ अफिसियलमा गएर हेर्नु होला यहाँ जोस बाबु छ ल खेल है मजाले खेल खेल्नुपर्छ मलाई यस्तो चाहियो यार दामी हुन्छ यार वाह सुनिल हाउस द फुड यसो जुम इन जुम आउट गरेर ए यहाँ रहँदा कहाँ नजान्नु नि के हुन्छ यार कहाँबाट यो ए ल ब्याट्री लो भनेर सबै सुनेको खिचिदिनु पऱ्यो नि किचनको अहिले सोध्यो ह्याप्पी बर्थडे मिन्टु हामीले अर्को च्यानल छ नि ए सुनिल ल सुनिल होइन यो अर्को च्यानलमा जान्छ नि त इन्टु एन्ड फिरन्तेज चारवटा छ अब यो त कहिले हो सुनिलले ल एडिट गर्छ ल म किचनमा जान्छु है त ल मिन्टु ह्याप्पी बर्थडे बर्थडे गर्ल मिन्टु भिडियो हुँदैछ ल अनि यो उता लडेर गर्छु ल ल इन्टरभ्यू गर्छु तपाईँ गर्नुपर्छ साह्रै यो ब्लकिङ एभ्रीबडी ल ल ल अब किचन गएर पहिला बच्चा हाल्यो ल अब ल ल भयो ह्याप्पी ल अब किचन ल किचन गर ल किचन सारा लैजाउँ सारा टिकट ल सबैजना बर्थडेकोमा हो स्टुडेन्ट्सहरू आइपुग्यो सानो थ्याङ्क यू फर जोइनिङ अस हाम्रो बुबा यहाँ हुनुहुन्छ एकछिन दिदी दाइ हाम्रो थ्याङ्क यू फर जोइनिङ अस भाइ थ्याङ्क यू इन्भाइटिङ अस थ्याङ्क यू फर जोइनिङ सेलिब्रेट ल त्यो अब किचन लगाएर सबैलाई डिसमा ल ल ल अब उता गर नोबल के गर्छ यो बच्चाहरू अब माइल छ आमा यो हटाइदिनु पर्ला सुनिल आएर गइसक्यो उसले छोडेर गयो समीरणले भ्याए दिनेश सरको दोस्रो छोरीको दोस्रो बर्थडे खान पाइयो एकदम धन्यवाद अब अमित सरको पनि दोस्रो छोरोको बर्थडे खान पाइयो धेरै धेरै शुभकामना पहिलो छोरो त खुवाएन दोस्रो छोरो खानु भयो होइन पहिलो छोरोको अस्ति मात्र गयो खुवाएन भोलि बर्थडे छ अमित सरको ह्याप्पी बर्थडे लन्डन छ सान्मीले पनि के खोज्छ एउटा खोज्नु पर्यो है यस्तै भनेर भाउजूलाई यो भाउजाउनु भएन
ल्याउने जस्तो कुरा गरेको थियो समरले पनि भनेको बाबु र ऊ बिचरा अफिसबाट आएर राति आफू गाह्रो छ आफू त कसलाई कसको हो र उसको पार्टी होला त ल हाम्रो साथीहरू हेलो ल रिसाउन दिनु भएन केक चाहिँ किचनबाट आउँछ सजिलो काटेर ल मेरो ब्याग के फिल्लाफिल छ ल्याउ मेरो ब्याग कहाँ राखिदिनु तपाईँले दिन त म पनि ल सुशील आउनु पाएन सुशीललाई त पठाउनु पर्ने भयो खानेकुरो ल होल द्याट ल नमस्ते गर अङ्कललाई नमस्ते गर अङ्कललाई चिनेनौ अस्ति आइसकेको थियो त ल आमा अमित सरको त यार नाइस जस्तो अमित सर त मेरो सेकेन्ड बेबी ठिक छ आमा रमाइलो हुँदैछ बच्चाहरूको कालिम्पोङको बच्चालाई रमाइलो यो हामीले हत्यारी यो क्यामेरा चाहिँ राम्रो छ सुनिलको यार सुनिलले त मलाई गिफ्ट दियो हुँदैछ यार खिच्न यस्तो राम्रो रहेछ यार क्वालिटीकै क्वालिटी छ नि आम्मा कस्तो राम्रो क्वालिटी रहेछ अब केक टाइम हस् है प्लिज खाएँ है त मेरो हेडमा छ ल खाएँ है त ल बुबाले लिनु स्यामर ए यता आएको रहेछ नि त सुरेन सर हजुर त्यही मैले त्यही भएर मगाउँछु मैले त त्यही भएर मगाउँछु त्यही भएर मगाएको यो मैले आफै कस्टमाइज गरेको केकको डिजाइन आफैले सबै त्यो फोटो डिजाइन मात्र होइन कि त्यो फोटो छ नि फोटो पनि आफैले प्रेस गरेर हो मेरो त फेरि पर्सि पनि अब बर्थडे दुइटा छ 20 गते सारा र इन्टुको नि इन्टु एकै दिन हो नि इन्टु रोएर फेरि मेरो मिन्टुभन्दा पहिला बर्थडे हुनुपर्छ भनेर आमा र उसको छोरी तिमी आयो नि त पहिला भाउजू उसको होइन त ठुल्छोरी तिमी पहिला आएको होइन र तिमी र समीर पहिला आएको याद छैन हो एकै दिन बर्थडे ल बिस्तारै हजुर 8 days 1 डाउन ए यहाँ पो खिच्नु पर्यो त है बर्थडे गर्ल उसलाई बिर्सेछ ल यहाँ बच्चाहरूको खिच्नु बिर्सेछ हाम्रो प्रसी हाई इन्टु हाई सृजा सृजाले के भेट्यो ए ल ए इन्टु नो डन्ट डु द्याट को रहेछ त्यो मिन्टु इन्टु पनि प्रिन्ट गराएको थियो तर एउटा मात्र गर्दैछ क्या आउँछ त के हजुर हो 3 महिनाको हुँदा सुन सरले सुन सर आउँदा हो नि बच्चा है ए मिन्टो के भयो सँगै त भएन यो होइन ल अब चाहिँ स्न्याक्स टाइम अमित सर हाउस द स्न्याक्स एकदम राम्रो सुन सर पहिला एउटा फ्यान हो हो त नि झन् मिठो छ हो थ्याङ्क यू सो मच है विशेष अवसरको होइन विशेष खालको अत्तरी विशेष तरिकाको हो हो त नि है ल यता मन पर्छ कहाँ है मेरो दाइ बिस्तारै लिनु होला एकदम ठिक छ हेलो के छ इन्टुलाई के छ तिमीलाई इन्टु नम्बर भन्थ्यो बिर्स्यो
बाबु आयो अरे अदु आयो सारा ला गेम सबै हान्ने यार झुकेगा नहीं पारेर दियो यार जो इन्टु भन आमालाई भन अदुलाई केक एन्ड स्न्याक्स भन यु वान्ट सम केक ल चिया खाँछौँ न चिया ए डिनर गरेन त डिनर तिमीहरूले अब डेजो थपिनुहुन्छ हावा पानी आरामले बिस्तारै लिनुभयो नि हुन्छ उहाँहरू चाहिँ अफिस जानुपर्ने भएर साथीहरू चाहिँ अफिस त नाइट अफिस छ नि त फेरि म मेरो आज छुट्टी छ हो ब्रेक टाइममै सुशील पढाइ चाहिँ मिस भयो यार सुशील पढाइ चाहिँ बोलाएको सुशीलले के भन्छ थाहा छ खाने टाइममा आउँछ खाने टाइममा भन्दै त बिचरा आउनु भयो हामी सँगै हो यो इन्टु एन्ड फिर त्यसमा आउँछ तर ढिलो आउँछ तर दुरुस्त कडा आउँछ एकदम यो सुन सर अलि लिउँ न खै सामेलले के लिन्छ सामेलले चिकन छोरा खान्छ क्या हो हुनु परेन बाबुले के खान्छ होइन अर्को खान्छ नि दामी ल हामी सर सुशीलले यार ठ्याक्क चिकन खाने बेला आउँछु भन्थ्यो सुशील मिस भएछ यार ल मिसिङ सुशील है अब यसरी घुम्नु त गाह्रो हुन्छ होला यतै यसरी त आछ म समय लाग्छ क्या मजा लाग्यो सबैजना आउनु भएको छ एकदम रमाइलो भयो सर्ट नोटिसमा हाम्रो पनि आज एकदम हिजो मात्र प्लान भएको एकदम सर्ट नोटिसमा सबैजना आइदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद के चाहिँ ए बेग्लै छ उसको त अमित सर धेरै हतार छ बिस्तारै अमित सर के ल्याउने यहाँ के गर्दैछ ए ओके अरे ल खेला ओ नाइस यहाँ खिचिदिनु पर्यो ल है त सरहरू धन्यवाद एकदम सर्ट नोटिसमा सबैजना आइदिएर यतिको माहौल बनाइदियो ह्याप्पी बर्थडे ल धन्यवाद यतिको माहौल बनाइदिएको यो जुमौट कसरी गर्छ यहाँ गरेर कस्तो चलन ल है त ल भेट्दै गरौँ ल है ल धन्यवाद बिस्तारै फेरि अफिस जाने हो तिमीहरू ल गाह्रो छ त जाऊ ब्रेक टाइम सक्यो हुन्छ एक कार्टुन एप्पल ल समय है ल बाई ल रिल सक्यो ल बाई गुड नाइट थ्याङ्क यू सो मच बाई एभ्रीबडी अमित सर त के न्यू स्कुटर आएछ त बा जुम पो आएछ जुम नयाँ ल्याएको ल यसको पार्टी हो है अमित सर भोलि बर्थडे चाहिँ ह्याप्पी बर्थडे टु अमित सर पार्टी खुवाउनु बोलाउनु पर्यो ल सुरेन सर बाई ल बाई स्यामुएल सी यू सुन भेरी सुन ल बाई ल ह्याप्पी बर्थडे मेसेज ल ह्याप्पी बर्थडे मेसेज जहिले मैले खाना सुरुमा देखाउँथेँ अहिले चाहिँ अहिले लास्टमा छोइला हजुर दाइ चिकन छोइला चाहिँ डिनरलाई मात्र थियो अनि अहिले स्पेसल हजुर अहिले चाहिँ त वाक्क बनाउनु मन लाग्दैन कति खानु जस्तो लाग्छ ल म हटाइदिन्छु हजुर अलि लिनु नि दाइ ए के हुँदैछ बाबु नानी ए वाउ पर्पल ओ कस्तो मिलेछ नि ड्रेस कसरी मिन्टुको ओ द टर्टल द बिग टर्टल आई थिङ्क दिस इज फ्रम अमित भाइ अमित भाइ इफ यु आर वाचिङ मी थ्याङ्क यू फर दिस गिफ्ट यो पनि तिमीको लागि थ्याङ्क यू
क्विन्टुलाई खुब मन पर्छ चिन्टु पिन्टु भनेर अब यस्तो गर ए यहाँ पो खिच्नुपर्छ हेलो मिन्टुजी मतलब छैन होला उसको नाम के हो मिन्टु पाब्लो 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 Who is Pablo? Pablo, raise your hand. Who is Pablo? Sorry. Who is Pablo? यसको नाम के राख्नु कुट्रेसँग म्याच भएको छ ल कस्तो माया गरेको यो डगको नाम के राखिदिने मिन्टु मिन्टु पाब्लो राखिदिउँ है कस्तो के रहेछ मलाई पनि कस्तो नराम्रो लाग्यो मिन्टु हल्लियो गाउँ मिन्टु गाउँ होइन मिन्टु यसको नाम कस्तो केक रहेछ सो आज चाहिँ साराको अरे कस्तो अर्को ल ल है त एकचोटि साह्रै इन्टु हो त हो सात होला ल इन्टु इन्टु गर्छ अझ हो त्यति इन्टु ल ल गाउँमा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर इन्टु एन्ड सारा ह्याप्पी बर्थडे टु यु फेरि ह्याप्पी बर्थडे bless you birthday मिन्टो छ ओ बिचारालाई चाहिँ धन्यवाद चार पुगेर ए त्यो अब उतार खाने अब त्यस्तै हुँदैन अब नाम फेरि किन खुवाइदिनु चुला खोलिदेऊ न तिमी आफ्नो मात्र सबै खोलेको इन्टु बहिनी को रोको यसको त होइसिन्छ त तिमी सिक न छोरो बसिदिले हात अनि मिन्टु इट इज गोना यो हटाइदिन्छु ल एकछिनलाई मेरो प्लेटमा बटरफ्लाइसँग उमी देशमा राम्रो छ भयो दगाड केही नचाहिने आमालाई भेज पनि प्रेसर हैन तिमी घरमा बस्नु हुन्छ